साथीहरू स्वागत छ तपाईँहरूलाई मेरो नयाँ ब्लगमा। आज चाहिँ फाइनली हाम्रो 12को बोर्ड एक्जाम पनि सकेको छ अनि आज हाम्रो लास्ट दिन भएकोले चाहिँ साथीहरूसँग अब हल्का फोटोहरू खिच्ने अनि हल्का डुल्ने अनि अब सर्टमा कोर्ने ट्रेन्ड आएको छ नि त रिस लेख्ने र हामी पनि त्यही गर्ने भनेर चाहिँ अहिले मेरो साथीहरूको छुट्टै स्कुल परेछ क्या हाम्रो सेन्टर। सो मेरो चाहिँ निकेतनमा परेको अनि मेरो चाहिँ अलिक ढिलो भयो। मेरो साथीहरू चाहिँ अघि आएर पानीटेनीमा भेला हुने भनेर सल्लाह भएको थियो। हिजै मेरो साथीहरू चाहिँ आइसक्नु भएको रहेछ। म चाहिँ भर्खर जाँदैछु। म पानीटेनी आइपुग्नु नै आँटिसकेँ। अनि म तपाईँहरूलाई मेरो साथीहरूसँग भेटेपछि ऊ जस्तो कुरा गर्छ ऊ जस्तो कुरा गर भने चाहिँ मलाई हाँस्छ। भोलि जाने को ए भोलि नै पो जाने हामी पनि जानुपर्छ नि रहेछु। अब अर्को साल जाने चाहिँ त जाँदिनँ अहिले गरेर के गर्नु त। मैले भ्लग बनाउँदै आएको थिएँ। कसैको फोन आओस् न त्यस्तो तपाईँहरू कहिले घर जाने हो? फोन बोकेर म त जान्न होला। म पनि जाँदिनँ होला। मेरो साथीहरू चाहिँ यहाँ बसिराख्नु भएको छ। यता अघि आएर पर्खिरहनु भएको छ। मैले केही नलेखी निस्क्यो भने क्या केही लेखिनँ भनेको केही नले भन्नु भएर नुमा लेखिदिनु ल ल जसको भयो नि फर्स्ट। सरी खोइ यता देखाउ त। यो चाहिँ नुमा सेन्दाङ खोइ यो चाहिँ मेरो स्मिता राई यो नुमा सेन्दाङ त्यस्तै तिम्रो उनीहरूको लुगा कति माया गरेको त्यो पनि भिडियो पनि साथीहरूसँग ओ माया लाग्छ कि मलाई त कहाँ परेको छौ सबको बनाइदेऊ न थोरै थोरै रोक्दै के थोरै बनाइदिन्छु यहाँ हेरौँ यिनी त कोरिदिउँ ल्याम्लुम मेरो साइन सबैको हालिदिन्छु ल किन धुनु हौ? त्यो त राम्रो हुन्न रहेछ कालोले गरिदिउ न। हाम्रो कार्यक्रम आम्मामा के साह्रो हौ जबरजस्ती छ। अब यसो गर्नु होला सबैजना उयो गर्छ। हामी कति राम्रो बनाउँछ म त बनाउनु हुँदैन अब देखिहाल्यो होइन देखिहाल्यो ब्ल्याक दिन्छ एउटा हुन्छ म यसो देख्दिनँ मैले कस्तो तर अफर लाग्छ
भयो खै ड्रेस उनीहरूले कोर्यो यो त उ हो नि यो युट्युबर हो के यो देखा हो त अघिको हामी साथीहरू मेरो साथीहरू चाहिँ यस्तो लोभी छ कि अब 12को लास्टको दिनमा पनि उनीहरूको लुगा कोर्नु मानेको छैन ब्याग एकदम दिनुको लागि साँच्ने अरे क्या तर मान्छेहरू देखाउन अब उतार्नुमा छ तर म त पुरानो सर्ट लगाएर आएको त्यही भएर मलाई केही लागेको छैन तर म त पुरानो सर्ट लगाएर आएको त्यही भएर मलाई केही लागेको छैन मल्टिट्यालेन्ट दिमाग हुनु पर्छ क्या अब के गर्नु साथीहरूले आदिएर स्पेलिङ पनि बिर्स हेर राई लेखेको RARIAI साथीहरू आतिर स्पेलिङ पनि खै मलाई कोरिँदा नि केही छैन कोर है कोर विश्वास लाग्नु छोड्यो हो नि तपाईँलाई तर्स्यो क्या चुप लाग्यो तर घरमा गएर धोयो भने चाहिँ यो के अभि फ्याँक्ने ए कति अप्ठ्यारो लाग्ने रहेछ मर्नु हुँदो रहेछ नि हो मेरो त यत्तिकै अब म मरिनँ मन नमरिन्जेलसम्म यत्तिकै हुन्छ मन नमरिन्जेलसम्म यत्तिकै हुन्छ मेरो लुगा क्लास 12 ब्याच तारमा झुन्डाउनु पर्ला है के भएको उ नगर्ने पानी ट्याङ्की हो है साथीहरू पानी ट्याङ्की मेरो विश सबैजनालाई एउटै छ है अब कपालले चाहिँ मोबाइल किने होइन कोही मलाई चिने ज्यादा साला या भयो तरम तरम पैसी मोबाइल किने होइन कोही मलाई चिने ज्यादा साला या भयो तरम तरम मकै बारी तरम तरम हरिया काका तरम तरम मकै बारी तरम तरम हरिया काका तरम 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 कति गरौँ तिम्रो भएन गर्दै अब बेलै
यहाँ यसरी पक्रिनु अलिक मजाले गर्नु ओके अलि अगाडि आऊ राम्रो हुन्छ तर पहिल्यै नि हामी कुन सेन्टरमा परेको थियौँ हामी पञ्चायत भानी स्मृति पञ्चायतमा मसँग पर्नेको हामी 2 जना छौँ अनि 3 जना इक्जाम राम्रो भयो नि होइन ठिकै भयो सर ठिकै मात्रै भएर एकाउन्टको चाहिँ अलिक बिग्रियो होला अरू चाहिँ ठिक भयो देखियो